गाइस वेलकम बैक टु माई मिनी ब्लग। आज चाहिँ म फर्किँदैछु सिलगढी। हुन त म हिजो आएको थिएँ बिरपाडा, तर मेरो कामले आएको थियो। मेरो चाहिँ चामलहरू सकिरहेको थियो त, अन्त त्यही चामल लिनु आएको थियो। अन्त एक दुईवटा घरमै रोपेको सब्जी पनि लिनु भनेर आएको थियो। चामल चाहिँ म घरबाट लान्छु, रासिनबाट चामल पाउँछ नि त कि, त्यही चामल लिएर जान्छु। किन पैसा खर्च गर्नु, अब सिटीमा बस्नुभएपछि चाहिँ अब त्यही हो, अब सब्जी पनि किनेर खानु, सब कुछ किनेर खानु पर्छ होइन। त्यही भएर चाहिँ चामल चाहिँ म घरबाट लिएर आउँछु। घरको मान्छेले पनि भन्नुहुन्छ नि त कि किन सबै कुछ किनेर खानु, जब रासिनबाट राम्रै चामल दिँदैछ भने त्यही चामल चलाउनु भन्छ। त म घरबाट लिएर आउँछु चामल। त्यही मेरो सकिन आँटेको थियो भने चाहिँ हिजो म त्यही चामल लिनु भनेर आएको थिएँ। अहिले चाहिँ म स्टेसनमा छु, बिरपाडा। स्टेसनलाई चाहिँ हामी दलगोल स्टेसन भन्छ हाम्रो बिरपाडा स्टेसनलाई चाहिँ। सो त्यहाँ बसिरहेको छु। मेरो ट्रेन चाहिँ आउनु आँटेको छ, 1 बजीको ट्रेन हो। सो आउनु आँटेको छ अहिले। सो अहिले चाहिँ म ट्रेनमा बसिसक्यो हो। यतिखेर आएको ट्रेनमा चढ्नु मलाई यो ट्रेनमा जानु चाहिँ किन मनपर्छ भने नि एकदम खाली हुन्छ क्या, हामी सब खाली हुन्छ कि, तर एकदम मैला थियो सिट। मैले चाहिँ आफ्नो ड्रेसले पुस्नु पऱ्यो सिटलाई चाहिँ, एकदम पुरा धुलो 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 हो त्यो त सिट चाहिँ। गरम गाइस खतरा गर्थ्यो, के गरम भयो। अनि मैले तपाईँलाई भनेको थिएँ नि कि मैले चाहिँ घरबाट के सामान लाँदैछु भनेर। सो म तपाईँलाई देखाउँछु ल। सो यो चाहिँ मैले घरबाट लगेको सामान हो। यो चाहिँ बारीमै फलेको बैगुन होइन, आँटा लगेको छु हो। चामल त तलपट्टि छ होइन। यो चाहिँ गान्तोकबाट हिजो आन्टीले ल्याइदिनु भएको थियो भटमास। यसको दाल चाहिँ मिठो हुन्छ नि त, त्यो लगेको थियो। अन्त मैले हिजो टिपेको थियो निङ्ग्रो। अन्त टमाटर चाहिँ यता बिरपाडामा सस्तो छ भनेर चाहिँ किनिदिइराख्नु दिनुभएको रहेछ आमाले, त्यही हो। त्यो टमाटर लगेको। अन्त यो चाहिँ एकदम साथीको सामान हो, त्यो सामान लिएर जाँदैछु चाहिँ। मैले झोलामा एक झोला छ, एकदम भारी छ सामानहरू पनि। झोला एकदम भारी भएर चाहिँ साह्रो पर्दैछ मलाई बोक्नु। हुन त सिलगढीसम्म त ट्रेनै नै लाने हो, त्यसको बाद चाहिँ अलिकति हिँड्नुपर्छ त, त्यो पनि टेन्सन लाग्दैछ। यस्तो भारीसम्म कसरी बोकेर लानु भएर छ। तर केही छैन, एकछिन हावा खाइदिन्छु। पङ्खाको हावा पनि कहाँ जाँदैछ गाइस। गरम प्रभु, अहिले नै त यति बिना गरम छ, त्यति मजाले गरम लागेको छ। गरम लाग्यो भने कति गरम हुने होला। पानी पर्दैछ एकदम, अलिअलि छिटकाउँदै अझै स्पिड हुँदै जाँदैछ। एकदम चिसो, यस्तो मजाको वेदर भइरहेको छ। अहिले चाहिँ म भर्खर फ्रेस भएर बसेको। मैले स्टेसनमा चाहिँ भिडियो बनाउनु पाइनँ, एउटा हातमा झोला थियो, अर्को हातमा ब्याग थियो, त्यही भएर चाहिँ फोन पक्रिनु पाइनँ नि त कि। अन्त त्यही माथि चाहिँ झोला एकदम भारी थियो। अन्त सिधै म रुममै आएँ। अन्त लास्ट भिडियो चाहिँ म रुममै बनाउँछु भनेर सोचेर चाहिँ अन्त चाहिँ यहीँ बनाएको। के भयो भन्दाखेरि चाहिँ गुल्मामा कमसेकम आधा घन्टा जस्तो ट्रेन रोकियो हो। त्यहाँदेखिको एनाउन्स गरेको त सुनेको थियो मैले कि, तर मलाई याद भएन कि के एनाउन्स गरेको भनेर। म त एकदम फोनै चलाइरहेको थिएँ, भरे चाहिँ एनाउन्स गरेको रहेछ कि यो ट्रेन अब जाँदैन, यो अर्को ट्रेन जान्छ भनेर चाहिँ भनेको रहेछ। अन्त सबैजना गइसकेको रहेछ, डेमोमा सबै चढिसकेको रहेछ। म चाहिँ इन्टरसिटीमा आएको नि त कि, अन्त सबै इन्टरसिटीबाट उत्रेर चाहिँ डेमोमा गइसकेको रहेछ कि। अन्त दुईजना बहिनी आएर चाहिँ दिदी आप कहाँ जाएंगे भनेर सोध्यो। अन्त मैले सिलगढी भने नि त। अन्त ये ट्रेन नै जाएगा त वो ट्रेन जाएगा भनेको कि। अन्त यस्तो हेरेको त ल, सबै अब अलिक डिब्बा त खाली खाली थियो कि। अन्त अर्को डिब्बामा थियो नि त मान्छेहरू, त उत्रेको सबैजना उत्रेर चाहिँ गइसकेको रहेछ क्या। मान्छेहरू चाहिँ ट्रेनमा चढिसकेको, डेमोमा चढिसकेको रहेछ। म एक्लै बसिरहेको रहेछ फोन चलाउँदै। फोनले चाहिँ यसरी भुलाउँदो रहेछ भन्ने चाहिँ याद भयो हो। जस्तो म चले ट्रेन एकछिनमै हिँडेको ट्रेन चाहिँ अलिकति छोडेको भए चाहिँ म गुल्मादेखिको चाहिँ गाडी रिजर्भ गरेर चाहिँ आउनु पर्थ्यो सिलगढीसम्म चाहिँ। यस्तो थाकेँ, त्रिचोटि मलाई झोला बोक्नु यस्तो भारी भयो नि, के गर्नु, आफ्नै सामान थियो, बोक्नै पर्यो। त्यति यस्तो यो सब दुखिसकिसक्यो बेसी भारी भएकोले गर्दाखेरि। थाकेँ। सो आजको लागि चाहिँ यति नै हो, एकदम थाक्यो। आज चाहिँ म छिटै सुत्छु होला जस्तो भइरहेको छ। जिउहरू सबै दुखिसक्यो काम गरेर चाहिँ होइन, ट्रेनमा बेसी बसेर। कमसेकम पनि 5 घन्टा लाग्यो मलाई बिरपाडादेखिको चाहिँ सिलगढी आउनुको लागि। सो गाइस आजको लागि यति नै। प्लिज तपाईँलाई मेरो भिडियो मनपर्छ भने लाइक गरिदिनुहोस् ल, कमेन्ट पनि गरिदिनुहोस्, अन्त सक्यो भने सेयर पनि गरिदिनुहोस् ल। बाई बाई।